बाबुको ठेगाना नभएको बच्चाको जन्म दर्ता गर्नुपर्ने सूचकको हुने सम्बन्धमा समस्याको समाधान। बाबु नभए काका हजुरबा तथा अन्य परिवारको सदस्य सूचक विनियमन नियमअनुसार बच्चाको जन्म दर्ता गर्न सकिन्छ। ऐनको दफा 18 को उपदफा 1 बमोजिमको सूचक नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रचलित कानुन बमोजिमको संरक्षक वा माग छोड्दै वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको सम्बन्धित वडाध्यक्ष सूचक बस्ने संरक्षक मामा डिपटीको बाजे बजे मामा माइजू तल्लो प्राथमिकता क्रमको व्यक्ति संरक्षक हुने भएमा निजले आफू संरक्षक भएको अदालतबाट प्रमाणित गर्नुपर्नेछ। बालगृह वा बाल मन्दिर जस्ता संस्थामा रहेका बालबालिका वा अन्य संरक्षक नभएमा त्यस्तो संस्था नै संरक्षक भएको मानिनेछ।